यो जिल्ला प्रशासन कार्यालय यहाँबाट हजार सिडी जाँदैछौँ। यो हाम्रो भाइ, यहाँबाट हामी अगाडि लाग्छौँ। यो काभ्रेपलाञ्चोक जिल्ला धुलीखेलबाट हजार सिडीतर्फ जाँदै गर्दाखेरि यो चाहिँ ग्राउन्ड हाम्रो, यो फुटबल ग्राउन्ड, फुटबल म्याचहरू भइरहन्छ यहाँ। यो चाहिँ भलिबल ग्राउन्ड हो। यो चाहिँ यहाँ छेउमा जिल्ला अदालत छ, त्यसको छेउमा मालपोत कार्यालय पनि छ। अनि डिजे उता छ, डिजेको कोठा। हामी त्यहाँ जाँदैछौँ, त्यहाँबाट सिधै माथि जान्छौँ। कसरी जानु लाग्यो त आज? यो कुन ठाउँमा भन्दै त? यो यहाँनिर आर्मी छ होइन? धेरै छ होइन? अपोजिट साइड होइन? हामी त्यहाँ तलबाट आएको होइन? जाने चाहिँ उता माथि होइन त? अनि एकजना ह्यान्डसम मान्छे यहाँ बसिरहेको थियो होइन? हामीलाई पर्खेर ऊ होइन ह्यान्डसम मान्छे, ऊ तेल खत्तम खेल खत्तम, बस चलो आगे। जानु लाग्नु भा? हजार सिडी जानु। यो ठाउँको नाम के हो भनिदिनु त? यो ठाउँको नाम हजार सिडी चौक होइन? अनि यो एक्सर्साइज गर्नेहरू रहेछ थुप्रै। तपाईँले कहिले एक्सर्साइज गर्नु भएको छैन यहाँ? हामीले यहाँ होइन, त्यहाँ गरेको छ। त्यहाँ बच्चाहरू खेलिरहेको स्थानमा, बच्चाहरू खेलिरहेको स्थानमा गर्नुभयो? हामी पनि दिल त बच्चा है। अनि भाइ यो बाँदर जस्तै छ भने चाहिँ यसैले हो? हो यो बाँदर जस्तो छैन कि, यहाँ गर्ने मान्छे बाँदर जस्तो। यो हजार सिडीको ठ्याक्कै फेदमा यो पशु सेवा कार्यालय। यहाँ तलबाट चाहिँ नजानु होला, तलबाट गयो भने उता काभ्रे भन्ज्याङतिर पुगिन्छ। हजार सिडी जानलाई चाहिँ यो माथिबाट जानुपर्छ। अनि यिनीहरू दुईवटा जाँदैछन्। यो अगाडिको भयो हजार सिडी छ यहाँ, ऊ त्यहाँबाट सुरु हुन्छ। यो चाहिँ पहिला यहाँ टिकट सिकट लिन्थ्यो, अहिले फ्री छ, निःशुल्क छ। ऊ त्यो गेटबाट चाहिँ सिडीबाट जाने र गाडीबाट जाने, बाइकबाट जानलाई तल्लो बाटोबाट छ, माथि एउटै ठाउँमा पुगिन्छ। यो चाहिँ हजार सिडीको सिडी सुरु भयो। नाम चाहिँ हजार सिडी हो। सिडी चाहिँ कति 600 कति छ त भाइ? अस्ति तैँले गर्ने थियो त? अलि अस्ति गर्ने हो उनीहरूले, 700 समथिङ छ सायद। हजार सिडीको कन्ट्र्याक्ट लिएर 700सम्म बनाएर छोड्दै हो कि भन्ने उहाँको चाहिँ भनाइ हो। तपाईँको डाइलग हो होइन? हामी जाँदैछौँ हजार सिडी बिहान बिहानै उठेर। यो अब साउनको महिनामा, भदौको महिनामा भनौँ न। त्यसपछि यो चाहिँ हजार सिडीको दोस्रो सिडी हो। यो चाहिँ हजार सिडी चढ्ने मान्छे, ऊ पनि हजार सिडी चढ्ने मान्छे। यहाँ चाहिँ बाटोबाट जाने कि अब यताबाट जाने भन्ने कुरो भए। अब यतैबाट हिँडिसकेपछि अब यतैबाट जाने। उहाँ हजार सिडी आउँदै हुनुहुन्छ। बिहान बिहानै खासै भिड चाहिँ छैन। एकजना मान्छे चाहिँ भेट्यौँ हामीले, कसको बच्चा हराएको हो, सम्पर्क गर्नु होला। माउको बच्चा हो कि कसको बच्चा हो? यो ब्याक क्यामेराबाट खिच्दाखेरि म चाहिँ नआउने भएर अझै यो बेला बेलामा सेल्फी क्यामेराबाट पनि खिच्नुपर्छ होइन त भाइ? हामीहरू यो चाहिँ रोडबाट गयौँ। ऊ डिजे सरकार हुनुहुन्छ, भाइ राजा। अनि हामी हजार सिडीबाट अगाडि बढ्दैछौँ। यसै क्रममा चाहिँ हाम्रो यात्री डिजे सरले चाहिँ एउटा कविता सुनाउने भन्नुभएको छ। जाओस् त कविता। हामी क्यामेरामा केही पनि भन्दैनौँ, नेताहरूबाट सिकेको छु। जबसम्म क्यामेरा आउँछ हामी सभ्य शिष्ट मान्छे छौँ। कविता सुन्न, भावहरू सुन्नको लागि क्यामेरा बन्द गर्नुपर्छ। ल क्यामेरा बन्द भइसक्यो ल भन्नु त। र हामी नेता जस्तो स्मार्ट पनि छौँ, अरूले भनेको कुरामा विश्वास पनि गर्दैन। यो चाहिँ शान्तिवन, यहाँ बुद्धको मूर्ति छ ठुलो, यहाँ अगाडि देख्न सकिन्छ। अहिले चाहिँ बन्द जस्तो छ। यो हाम्रो सहयात्रीहरू डिजे साहब। बाबु माउको बच्चा के छ, ठिक छ? उसलाई भिडियोमा कविता भन्नु भनेको। नगर्नु, यो ठाडो उकालो छ, हाम्रो स्ट्यामिना चाहिँ छ, यहाँ मात्र नदेखिएको। ल साहबले एउटा कविताको रचना गर्नुभएको छ, बाटो पार हुन्छ भनेर। ल सुरु गर्छु डिजे सर। सुरु गरौँ? हजुर। अबे सुन बे, ल सुनौ कि इश्क की अब हम तलाश नहीं करते। इश्क की अब हम तलाश नहीं करते, मिलते हैं सबसे, किसी को खास नहीं करते। इश्क की अब हम तलाश नहीं करते, मिलते हैं सबसे, किसी को खास नहीं करते। जो जाना चाहे उसे जाने देते, जो जाना चाहे उसे जाने देते हैं, अब हम मुड़ के आवाज नहीं करते। वाह बस वाह, क्या कविता कही है नंबर दो। कि किसी से लड़ने का दिल नहीं करता, किसी से लड़ने का दिल नहीं करता, हामी भर लेते हैं, ऐतराज नहीं करते। कि हमने भी सीख लिया हुनर पर्दा करने का, हमने भी सीख लिया हुनर पर्दा करने का, कोई कितने ही करीब आए हम राज नहीं करते। वाह वाह वाह, क्या कविता है नंबर दो। शेर कि
चाहे तो जमाना रखे ताउम्र नाराजगी, चाहे तो जमाना रखे ताउम्र नाराजगी, दूसरों की खातिर खुद को नाराज नहीं करते। और शेर आखिर कि तुम्हें तो मिल गया है आशिक नया, तुम्हें तो मिल गया है आशिक नया, हम भी अब तुम्हारी तलाश नहीं करते। वाह वाह हजार सिँढीमा ऊ डिजे साहबले किन कविता भन्नुभयो भनेको त यहाँ कवि भानुभक्त आचार्य उहाँको मूर्ति पनि यहीँ छेउमै रहेछ, त्यही भएर उहाँकै स्मृतिमा चाहिँ उहाँले एउटा कविता भन्नुभएको हो। ल उहाँलाई पनि धन्यवाद कविताको लागि। ल